来这里，来这儿啊！赶紧的。हेलो एन्ड गुड मर्निङ। आज चाहिँ हाम्रो डे 4 हो। आज मार्फाबाट चाहिँ दुईवटा ताल, त्यो 3 ताल र अर्को के नाम भन्छ त्यो ताल चाहिँ घुमेर पोखरा जाने। आज लास्ट डे है। ल स्टे ट्युन, हेर्दै गर्नु होला। जुम ओ बेल के बेल ल यहाँ हेर्दा एकचोटि हेर्दा हामी चाहिँ अब होटल मार्फा प्लेस प्यालेस हेर्दै यहाँ बेकरी पनि रहेछ। बेकरी के रे? हेलो रहेछ ब्राउन ब्रेड छ, के हो croissant भयो, रोल रहेछ, डोनट पनि रहेछ। यो खाऊ, यो त्यस्तो त्यस्तो कुन खान्छ? यो खाऊ नि, यो खाऊ ल। त्यो रुगा लाग्छ नि त अनि यतै बस्यो हुन्छ, यहीँ हुन्छ। यताको पनि देखाइदिनु कस्तो रहेछ। ल बबाल रहेछ ल। Wait your rooftop. ल यता 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 हेर बाबु। हेलो नानी हो अबै यो लेखान पनि हामी सबैको नानी हो। भनेको पिटम पिटम जाऊ न गर्छु। ल यता हेर नाम प्राकृति
प्रकृति हेलो नेचर आओ ल घोलो त्यसले गर्नुपर्छ सिनेमन रोल चलेको छ खाउँ न अनि चलेको छ खाने त त्यसमा चाहिँ कफी खानु पर्थ्यो क्या कम्बिनेसन चाहिँ मिलेन केही भएन अरे त्यो त लुगा लाएर मलाई यही थियो नि तर भन्नु के पहिला अनि भरे बेसी ल सिंगाली मिलेन अलि पुस्ने मिलेन ओ मालाहरू त खतरा रहेछ त यो के हो यार यो हो यस्तो लागेको थियो नि हामी पहिला आउँदाखेरि जाडोबाट ओभर न्यानो त डेन्जर न्यानो हुन्छ तर अहिले काम छैन ल लाम्ता काउबाई ए घाममै सिट लगातार घाममै सिट्छ क्या लुज हुन्छ ठिकै हुँदैछ ल तासिरहले हाँसिहाल्यो के भन्छ होला बेबी है काउबाई ल हामी चाहिँ अब शेर्पा ड्रेस लगाएर टक्क फोटो खिच्नु लागेको काउबोय ह्याट तिमीहरू के गरिरहेको है गाइस कस्तो देखेछ मलाई काउबोय ह्याटमा तला 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 बेसीमा मान्छे ल छिटो च्याङ्बा आज चाहिँ च्याङ्बा है ल हामी त शेर्पा ड्रेसमा झल्कियौँ बल छ है ड्रेस चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला
ये कबड्डी गल्ली के ए त्यही त है यो कबड्डी गल्ली कति जेरी गल्लीमा गर्नु कबड्डी गल्लीमा गर्नु मान्छे अब पाएको हुन्छ जेरी गल्लीमा चिटी लेक होइन प्रायः जस्तो यो ठाउँ चाहिँ मान्छेलाई थाहा हुँदैन यो जुमसुम किन थाहा हुँदाखेरि चाहिँ ठ्याक्कै यो चिटी लेककै घुम्न डेन्जर हावा चलेछ यो डाँडा पनि खतरा रहेछ जङ्गलहरू है गाइस ए चिटी लेक मान्छामा चाहिँ टापु रहेछ वहाँबाट उताबाट चाहिँ छिरेको हामी यो बाटो छिरेको वहाँमाथिबाट यस्तो हुँदै हेऱ्यो भने ठ्याक्क उता जस्तो लाग्यो मलाई खतरा देखेको हिमाल पनि फर्स्ट टाइम आयो यो टिटी लेक चाहिँ राम्रै रहेछ खासै मान्छे नआउँदो रहेछ बराबरै छ है त यस्तो छ नजारा हेर्नुहोस् है टिटी लेक टिटी लेक खासै मान्छे नआउँदो रहेछ है बाटो चाहिँ राम्रो बनाउँदै रहेछ अब यो पिच बनाउनलाई रहेछ टिटी लेक अर्को लेक कस्तो थियो यो राम्रो खास अर्को लेक भन्दैन अर्को लेक अलिक सानो छ जस्तो लाग्थ्यो त्यो उसको जस्तै कि त्यो हाँस्यो नि नजिकबाट है यहीँ तालकै छेउमा बबाल आएछ यार बाइक पनि खतरा जङ्गलहरू पनि खतरा यता हेर छिटो हेर त्यसको यो चाहिँ हामी लेतेमा आइपुग्यौँ है फर्किँदाखेरि राम्रो छ लेते पनि यही माथि हिमाल छ पानी पर्ला बाबा सही छ है सही आऊ आऊ
त्यो जाने होइन त्यो गाडी आउँछ यता आऊ छिटो छिटो काट्छु न जाने खिच्दैन के खिच्नु हेर्नु त अलि अर्कै आउने क्या कपिराइट आउँछ अरे यस्तोले